नमस्कार। अहिले यो नमस्कार बाबा। झापामा छौँ। यहाँ आज मसँग वृद्ध हजुरआमा हुनुहुन्छ प्रेम कुमारी गौतम। उहाँ चाहिँ सिरिसेको जन्म, पछि उहाँको विवाह दिङला आरुबोटेका आरुबोटेका गौतमसँग भयो। सिरिसेमा चाहिँ उहाँ मेरो जन्मभूमि बुवा चाहिँ गोविन्द गुरागाईँ परिवारमा उहाँ जन्म हो। उहाँको बुवाको नाम गोविन्द प्रसाद गुरागाईँ हो। यता दिङलाको चाहिँ गौतम हुनुभयो। गौतम चाहिँ मेरा कुबेर प्रसाद की बुहारी हुनुहुन्छ। उहाँ रोहिणी प्रसाद गौतम की दुलै हुनुहुन्छ। उहाँ अहिले 80 वर्षको हुनुहुन्छ। उहाँसँग यो उहाँ पनि मावली भएर आउनुभएको, म पनि यहाँ भाइ दाई घर आएको। यसरी हाम्रो संयोग यो भेट हो। उहाँ चाहिँ अब धेरै अघि नै दिङलामा 5 वर्षको उमेर 5.5 वर्षको उमेरमा चाहिँ बिहा भएर दिङला जानुभएको हुँदा उहाँले अलिकति दिङलाको केही पुरानो कुराहरू जान्नुहुन्छ भन्ने मैले सोचेर उहाँसँग हामी यो गफ गर्न बसेका छौँ। र पहिला त म मेरै हजुरबाहरूको चाहिँ एउटा खोज अनुसन्धान, चापाईको खोज अनुसन्धान गर्दै आएको हुँदा आफ्नै हजुरआमाहरूको चाहिँ पुराना कुराहरू खोज अनुसन्धान गर्नु मेरो कर्तव्य पनि हो, जिम्मेवारी पनि हो। र यस सम्बन्धमा अब जस्तै मेरा हजुरबाको जन्म घर चाहिँ कहाँनेरि थियो होला अनुमानमा भन्ने। त्यसपछि अब उहाँहरू त धेरै लामो त यहाँ बस्नु भएन दिङलामा। सानै उमेरमा परदेश हुनुभयो, उतै विवाह गर्नुभयो। त्यसले गर्दा त्यति धेरै त छैन अब अध्ययन गर्नुभयो। विशेष गरी उहाँको जन्म घर चाहिँ कहाँनेरि होला, घडेरी कहाँनेरि होला भन्ने मैले उहाँसँग जिज्ञासा राख्न खोजेको हो। अब मेरो त्यत्रो मैले बुझेर जानेको त होइन। यो पोते चापागाईका घडेरी अथवा जग्गादेखि अलिकति उँधो दायाँ बायाँ भन्ने कुरा सुनेको हो। मैले जानेको चाहिँ त्यति नै हो। अब यताउता दायाँ बायाँ भन्ने चाहिँ म जान्दिनँ। सुनेको वस्तु तरङ्ग सुनेको कुरा यति नै हो। मेरो सिद्धान्त यति नै हो। अनि यो बडारेतिर खेत थियो अरे। अब कतिपय खेत त हाम्रा जिजु हजुरबुवाले गुठीलाई दान गरेको भेटेँ मैले। त्यो त शिला अभिलेखमै लेखिएछ। त्यसलाई छोडेर पनि अरू अब खेत गरी खाने खेतहरू पनि अवश्य थिए। उस बेला त अब बेचबिखन पनि भएन। त्यो खेत चाहिँ यो बडारेमा एउटा दाग थियो, एउटा किता थियो भन्ने मैले सुनेको। यस सम्बन्धमा यहाँले अनुमानमा के भन्न चाहनुहुन्छ? अब हामीले चाहिँ जानेको इबरा चापागाई मनोहरका छोराको जग्गा भन्ने सुनेर दिदीलाई दाइजो दिएको भडानीलाई भन्ने सुनेको हो। हजुर। अब त्यसमा अलिअलि गुनासो कता कता के भयो भन्ने यति सुनेको मैले। गुनासो चाहिँ कसले गर्यो? अब खै गुनासो बुहारीले गरेन कि आमाले गर्नुभयो त्यो विश्वास छैन है। त्यो विश्वास छैन। आमाले गर्नुभयो कि बुहारीले गर्नु त्यो यस्तो अरे भनेको मेरो केटाकेटी उमेरमा सुनेको हो। भन्नुको मतलब दाइजो दिनु हुने थिएन भन्ने कुरा चाहिँ अब परपरैबाट प्रसङ्ग थोरै कता अब त्यो उडुवा कुरो हो। मैले पनि अलिअलि सुनेको हो। यो आँपटारी कि के भन्छ त्यसलाई? बडारेको खेत भन्दो रहेछ नि। त्यो चाहिँ भडारीलाई छोरी दिएको, छोरीलाई दाइजो दिएको युवराज चापागाईले भन्ने प्रसङ्ग परबाट मात्रै सुनेको। त्यस्तै मैले पनि अलिकति बुढापाकाबाट त्यस्तै अलिअलि कुराहरू सुनेको थिएँ। अच्छा, जे होस् यहाँसँग भेटेर यति धेरै पुराना कुराहरू गर्न पाएर मलाई पनि धेरै खुसी लागेको छ। हस्, यहाँको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै बिदा हुँ। जय होस्, सबैको जय होस्।